तपाईँ एउटा चटाचट राम्रो सफा रेस्टुरेन्टमा पिज्जा खाइरहनु भएको छ। एक्कासी तपाईँको गाउँको तपाईँको परिवारको याद आउँछ। बुवा अझै खेतमा बिहानदेखि साँझसम्म काम गरिरहनु भएको छ। मैलो धैलो पसिना सरी त्यही पुरानो कोट। आमा त्यो धुवाँ भरिएको चुलोमा खाना पकाइरहनु भएको छ। थकित देखिनुहुन्छ। तपाईँका दाजुभाइ दिदीबहिनी पढाइ सँगसँगै खेतमा काम गरिरहेका छन्। बुवा आमालाई सहयोग गरिरहेका छन्। थकित असिन पसिन भ्याइ नभएको अवस्था छ। त्यस क्षणमा बाहिर त शान्त देखिनुहुन्छ, खाना पनि खाइरहनु भएको छ, तर भित्री मन भारी हुन्छ। तपाईँ व्यक्त गर्न सक्नुहुन्न। तपाईँले केही गलत त गर्नुभएको छैन, तर एक किसिमको मनमा बेचैनी हुन्छ, उदासी हुन्छ। सुख र दुःख एकैचोटि। सुख यस मानेमा कि तपाईँ तपाईँको परिवारभन्दा अगाडि बढेर यो विकसित देशमा आउनुभएको छ। दुःख तपाईँको बाँकी परिवार त्यही हालतमा छन्। यो यस्तो भावना हो जहाँ तपाईँको शरीर एक ठाउँमा हुन्छ तर मन अर्को ठाउँमा, कतै दुई संसार बीच फँसे जस्तो, हराए जस्तो। यस्तो अवस्थालाई अङ्ग्रेजीमा फर्स्ट जेनेरेसन गिल्ट, पहिलो पुस्ताको अपराध बोध भनिन्छ। तपाईँको आधुनिक जीवनशैलीमा तपाईँको साधारण परिवारका सदस्यहरूको ठुलो त्याग जोडिएको हुन्छ। उनीहरूको पसिना तपाईँको जीवनशैलीमा गाँसिएको हुन्छ। यो भावना त्यो व्यक्तिमा आउँछ जुन पहिलोपटक आफ्नो परिवारभन्दा अगाडि बढेर निस्किन्छ, राम्रो शिक्षा पाउँछ, राम्रो जागिर पाउँछ, विदेशको राम्रो राम्रो ठाउँ घुम्छ, सबैतिर पुग्छ, तर आफ्नो परिवार त्यही पहिलेकै अवस्थामा हुन्छन्। थ्याङ्क यू सो मच।